वेलकम एभ्रिवान टु ग्रोमो नेप्से। हामी आज नेप्सेको ओभरअल टेक्निकल एनालाइसिस र मार्केटमा के भयो त्यसलाई विस्तृत रूपमा छलफल गर्दैछौँ। आज मार्केट हेर्ने हो भने हामीले ओभरअल अलिकति नेगेटिभ नै देखिन्छ। 5.43 बिलियन मात्र भोल्युम आउनु र एउटा लोभन्दा 2830 को लोभन्दा तल बजार बस्नु अलिकति नेगेटिभ देखिन्छ र क्यान्डल अनडिसिजन हुन पुगेको छ। यसै गरी हामीले ओभरअल हेर्दाखेरि बजारमा यो 5वटा क्यान्डलको साइडवेज मार्केटलाई अलिकति ब्रेकडाउन गरेर तल आउनु अलिकति राम्रो देखिँदैन र त्यसै गरी हामीले अब के कस्तो रणनीति अपनाउनु त भन्दा ट्रेडर र सर्ट टर्म ट्रेडको लागि अहिले कन्फर्मेसन बिना मार्केटमा इन्ट्री नगर्दा उपयुक्त हुन्छ र यो हामीले प्रिभियस हाम्रो प्रेडिक्सन अप्रिल 13 मा हामीले चार्ट हाम्रो व्हाट्सएप ग्रुप छ, व्हाट्सएप ग्रुप फ्री व्हाट्सएप ग्रुप र फेसबुक च्यानलमा चाहिँ हामीले अपलोड गरेको थियौँ। यो अप्रिल 13 हुँदाखेरि अलिकति कमेन्टलाई अवोइड चाहिँ गरेको थियौँ त्यतिखेर। अब यहाँबाट यो जोनबाट अलिकति साइडवेज नभए यो जोनबाट तल खस्यो भने बजार अलिकति करेक्सन आउन सक्ने देखिन्छ भन्ने प्रेडिक्सन थियो। त्यही अनुसार बजार अहिले यो हाईलाई 2870 को हाईलाई ब्रेक गर्न नसकेर यही साइडवेज खेलिरहेछ। यस्तो अवस्थामा अलिकति सर्ट टर्म ट्रेड लिनुभन्दा अलिकति सेफ बसेको चाहिँ राम्रो देखिन्छ। इफ अब हजुरहरू मिड टर्म हुनुहुन्छ, लङ टर्मको लागि सोच्नुहुन्छ भने त बजार सोमबार छँदैछ। त्यसै गरी अब हामी आज ब्रोकरले चाहिँ कुनले ब्रोकरले के गरे त्यो एनालाइसिस गर्न जानेछौँ। ब्रोकर फ्लोरसिटमा हेर्दाखेरि आज ओभरअल 58 बाट 38 करोडको बाइङ छ भने 45 करोडको सेलिङ छ टप ब्रोकरबाट। ओभरअल मार्केटको टर्नओभर चाहिँ 15%, 58 ले बाट ट्रान्जेक्सन भएको देखिन्छ र 42 बाट 22 करोडको बाइङ छ भने 17 करोड सेलिङ छ। ओभरअल टप 10 वटा हेर्दाखेरि सेलिङ बेसी, बाइङ बेसी, सेलिङ बेसी, यो बाइङ बेसी। ओभरअल गर्दाखेरि 5 वटाबाट सेलिङ बेसी र 5 वटा ठुलाबाट बाइङ बेसी देखिएको छ र 58 लाई हेर्ने भने 58 बाट सेलिङै बेसी देखिएको छ। त्यसै गरी अब स्टक वाइज एकुमुलेसन र डिस्ट्रिब्युसन 58 बाट 58 प्रकारबाट आज हेरौँ कुन स्टक कति बाई र सेल भयो। यसैलाई अलिकति मध्यनजर गर्दै हामीले चाहिँ स्टक चुज गर्दा चाहिँ बेटर हुन सक्छ। एनएचपिसी आज 58 को एफडी बाइङ छ। त्यसमा एनआइसिआइसिएल, एकेजिसिएल, सिएनटिसी, जेबिबिएल, अप्पर र एसआई प्यानल अलिकति बाई भएको देखिन्छ भने अलिकति डिस्ट्रिब्युसनमा एनआरएन, सिएसएमएचएल, होटल फरेस्ट इन आज हेभी सेलिङ देखेको छ। यो आइपिओ हो। एसकेएचएल यो पनि आइपिओ, आरएलए यो पनि आइपिओ र आरएसएमएल अलिकति हेभी सेलिङ देखिएको छ 58 बाट क्वान्टिटीमा, नेट भ्यालुमा। त्यसै गरी हजुरहरूलाई अब कुन स्टकको बारेमा अलिकति जान्न बुझ्न मन छ त्यसको चाहिँ कमेन्ट गर्नु होला। म कमेन्टबाट त्यो स्टक सम्बन्धी एनालाइसिस गर्दा यही युट्युबमा चाहिँ फेरि नेक्स्ट डे मार्केट एनालाइसिस प्लस तपाईँहरूको स्टकको एनालाइसिस गरेर भिडियो बनाउनेछु। च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गर्नु होला। धन्यवाद।